हजुर भाइ जय मासी। जय मासी हजुर दाई। हजुर आरामै हुनुहुन्छ? हजुर एकदम आरामै छु। हजुर सन्चै हुनुहुन्छ? हजुर म पनि आरामै छु, परमेश्वरको आशीर्वादले हजुरको प्रार्थनाले है। हजुर अनि आजको विशेष हजुरलाई यो लाइभमा स्वागत छ। धन्यवाद। र हजुरले आफ्नो परिचय पनि दिनुहोला। हुन्छ हजुर, मेरो नाम चाहिँ दिपक हो। हजुर मेरो घर चाहिँ बैतडी हाट पुचौडी गोरा गाउँ हो। हजुर हजुर पनि बैतडीको हुनुहुन्छ है? हजुर म पनि बैतडीको हो। हजुर अनि हजुर अहिले बेङ्गलोरमा हुनुहुन्छ है? हजुर कामको सिलसिलामा है बेङ्गलोरमा आउनुभएको छ। हजुर अनि बेङ्गलोरमा आएर परमेश्वरलाई पाउनु भएको हो। हजुर मैले बेङ्गलोरमा आएर परमेश्वरलाई पाएको। हजुरले कसरी परमेश्वरलाई पाउनुभयो? मैले कसरी पाएँ भन्दाखेरि चाहिँ मेरो बिनाजु चाहिँ उहाँद्वारा मैले पाएँ। उहाँले मलाई सुसमाचार सुनाउनु भयो र उहाँको घर परिवारमा हुनुहुन्छ, उहाँका मान्छेहरू विश्वास गर्नुहुन्छ दिदी बिनाजुले। उहाँद्वारा मैले चाहिँ परमेश्वरमा आउन पाएँ। परमेश्वरलाई विश्वास गर्न पाउनुभयो है? अनि हजुरले विश्वास गरे कति वर्ष भयो? वर्ष भएको छैन, म नयाँ विश्वासी हो। 5-6 महिना जति भयो मैले विश्वास गरेको। यो 5 महिनाको अन्तरमा हजुरलाई कस्तो अनुभव भएको छ? मलाई अहिले एकदमै राम्रो अनुभव भएको छ दाइ। किनभने मैले प्रभुमा आएको दिनदेखि चाहिँ मलाई बाधा बन्धनहरू समस्याहरू यी सबैहरू चाहिँ अहिले दूर भयो के दाजु। हजुरलाई के त्यस्तो केही समस्या थियो? समस्या थियो नै अब होइन, समस्या त धेरै थियो होइन। हजुर हजुर। अनि प्रभुमा आएर है प्रभुले चाहिँ हजुरको समस्याहरूलाई है हजुरको हरेक जे पनि थियो त्यो चाहिँ परमेश्वरले त्योबाट हजुरलाई एकदम छुटकारा दिनुभयो। हालेलुया। परमेश्वर हाम्रो सब कुछ गर्नेवाला परमेश्वर हुनुहुन्छ। हालेलुया। सबै गर्नुहुन्छ। आमेन। हालेलुया। एकदम आशिषमा हजुरको जीवन चाहिँ प्रभुमा बितोस् है। एक परमेश्वर बाहेक अरू कोही पनि छैन है। अनि हजुरले चाहिँ हजुर आफ्नो भिनाजुबाट चाहिँ प्रभुलाई पाउनुभयो। अनि हजुरको भिनाजुले है केही हजुरलाई जबरजस्त गर्नुभयो कि है हुनैपर्छ तैँले चाहिँ विश्वास गर्नै पर्छ भन्नुभयो कि? अनि उहाँले कसरी हजुरलाई सुनाउनु भयो? मलाई चाहिँ सुसमाचार सुनाउनु भयो उहाँले। प्रभुमा यस्तो छ उस्तो छ भनेर सुनाउनु भयो। र साँच्चीकै म पनि अलिकति बाइबल पढेँ होइन। पढ्दाखेरि चाहिँ मैले एकदमै राम्रा राम्रा शब्दहरू भेटेँ। त्यो शब्दहरू मैले आफ्नो सोचेँ होइन। त्यही भएर म प्रभुमा आएँ। उहाँले सुसमाचार सुनाउनु भयो। उहाँले है जबरजस्ती गर्नु भएन है, अनि दबाब गरिदिनु भएन, तर सुसमाचार सुनाउनु भयो। उहाँको सुसमाचारलाई हजुरले है सुनेर चाहिँ है उहाँको सुनाइ मात्र भएन, तर हजुरले बाइबल पनि पढ्नुभयो है? बाइबल पनि पढ्नु। फेरि हजुरलाई कस्तो लाग्यो? एकदमै राम्रो लाग्यो। बाइबलका कुराहरू होइन ती सबै होइन सत्य रहेछ भनेपछि महसुस भयो। मैले बेलैमा आफ्नो जिन्दगी राम्रो बाटो पाएँ होइन, मुक्तिको बाटो पाएँ। मेरो जिन्दगी एकदमै नराम्रो चलिरहेको थियो। संसारी मान्छेहरूको राम्रोको सङ्गत गरियो, नराम्रोको सङ्गत गरियो होइन। आज प्रभुले चाहिँ है एक असल सङ्गति दिनुभएको छ, असल बाटो दिनुभएको छ। एकदम बाटो आशिष है। विश्वास सुनाइबाट आउँछ है सुनाइ चाहिँ परमेश्वरको वचनबाट आउँछ है। आज सुन्नुभयो है, हजुरले चाहिँ विश्वास गर्नुभयो। परमेश्वरले हजुरलाई धेरै आशिष दिउँ। म केही बाइबलका पदहरू हजुरलाई सुनाउनेछु है त। हितोपदेश 4 अध्यायको 10 पदमा है, सुन हे मेरो छोरा, मैले भनेका कुरा ग्रहण गर र तेरो जीवन दिग्यालो हुनेछ। हालेलुया। प्रभुले भन्नुभयो हे मेरो छोरा सुन। यो एक बुलावट हो हजुरलाई। आज प्रभुका कुराहरू तपाईँले सुन्नुभयो है, सुनेर
आउनु भयो। हालेलुया। अब प्रभुले बोलाएका है, प्रभुले चुनेका व्यक्ति है असल, उहाँका छोराछोरी असल पनि हुनु पर्यो। हालेलुया। हे छोरा भनेर बोलाउँदै हुनुहुन्छ। हालेलुया। हाम्रो प्रभु ग्रहण गर, तेरो जीवन दिगालो हुनेछ, तेरो जीवन दिगालो हुनेछ, धेरै तेरो है आयु हुनेछ भने सोझो बाटोमा डोर्याउँछु। प्रभुले भन्नुभयो कुरा सोझो बाटोमा म डोर्याउँछु, त हिँड्दा तेरा पाइलाहरू अड्किने छैनन्, त दिगालो लहरिने छैन, तँ लरबरिने छैन, तँ यताउता जाने छैन, म तेरो साथमा हुनेछु भनेर प्रभुले भन्नुहुन्छ। हालेलुया। प्रभुलाई ठुलो महिमा भएको होस्। हजुरको जीवनबाट है प्रभुले है आफ्नो काम भएको चाहनुहुन्छ। हालेलुया। हजुरको जीवनबाट प्रभुले धेरै ठुलो काम गर्नुहुन्छ। हामीले जसरी हजुरको भिनाजुले हजुरलाई सुसमाचार सुनाउनु भयो त्यसरी नै हामीले पनि सुसमाचार सुनाउनु पर्छ एकअर्कालाई है। असल कुरा, हामी नराम्रो कुरा है, नराम्रो कुरा हामी सुनाउनलाई है, नराम्रो चिज गर्नलाई हामी धेरै